हेलो गाइस, यहाँबाट हामी सुरु गर्छौँ जुन अर्को साइडमा मेज जुन चाहिँ अर्को साइडमा छ बाटो चाहिँ हेर्दै त्यो जाँदै गरेको। अनि यो चाहिँ स्मल रिभर छ। यो रिभर चाहिँ पार गरेर अर्को साइडमा चाहिँ मेज छ जुन चाहिँ हामी खोज्दै बाटो पहिलाउँदै अनि गइरहेको छौँ। त्यहाँ पुगेर एउटा मकै चाहिँ तोडेर हामी जुन खाजा हुन्छ जो चटपटेसँग हामी खान्छौँ, त्यसको लागि हामी बाटो पहिलाएकै छौँ अनि हिँड्दै गइरहेको छौँ। यहाँबाट हामी देखिसक्यो चाहिँ त्यो मकै हो, मकैको खेती गरेको छ जुन चाहिँ अब मकैमा सबै दानाहरू पलाइसकेको छ। अनि त्यसपछि हामी एकचोटि हेर्छौँ कुन मकै चाहिँ अलि त्यो दाना भइसकेको छ। अब यहाँ हामी पुगेर मकैको खेतमा पुगेर अब हामी चाहिँ अलिकति ठुलो दाना पलाइसकेको मकै हामी खोज्छौँ। त्यसपछि खोजेर त्यसपछि हामी त्यसमा पलाएको छ कि छैन त्यसमा चुडेर त्यो पिल्का झिकेर त्यसपछि हेर्छ त्यसमा चाहिँ मकै चाहिँ पलाएको छ कि छैन। अब अगाडि बढ्दैछौँ अनि यसो कुन चाहिँ मकै अलिक ठुलो भइसकेको छ त्यो चाहिँ हामी चेक गरेर जुन चाहिँ हामी चेक गर्दै जुन मकै चाहिँ ठुलो भइसकेको हुन्छ त्यो चाहिँ हामी मकै तोड्छौँ। अगाडि बढ्दै गइरहेछौँ कुन मकै चाहिँ ठुलो भइसकेको छ त्यसलाई हामी खोजेर अनि त्यसमा तोड्नेछौँ। यो पनि ठुलै छ जुन चाहिँ हामी यसो हेरेर त्यसपछि अर्को मकै हेर्न थाल्यौँ जुन चाहिँ त्योभन्दा अझै त्यो ठुलो भएको। अनि त्यसपछि त्यो हामी तोडिसक्यो, तोड्ने स्टार्ट गरिसक्यो। तोड्दा अनि त्यो झन्डै बोर्डबाट खसिसक्यो। त्यसपछि हामी त्यो क्यामेरा झरिसक्यो, क्यामेरा झरेर अब तल पुगिसक्यो। यहाँ चाहिँ अब नेक्स्ट मकै तोडेर पिल्का झिकिरहेछौँ अनि पिल्का झिकेर त्यसपछि जुन चाहिँ अब भित्रको जुन ग्रेन्सहरू हुन्छ मकैको ग्रेन्सहरू हुन्छ त्यो चाहिँ नेक्स्ट त्यहाँ चाहिँ राखेको चटपटे हुन्छ त्यो चटपटेसँग हामी टेस्ट गर्छौँ। मकैको टेस्ट विथ चटपटे। यहाँ चाहिँ मकै पिल्का चिरिसकेको छ, मकै तामिरहेको छ, एकदम दुधिलो छ। अनि त्यही चाहिँ काँचै खान मिल्ने जुन चाहिँ हामी पिल्का हटाएर अनि हेर्दैछौँ त्यो चाहिँ नेक्स्ट द्याट वान इज चटपटे। हामी त्यो भागासँग अनि मकै चाहिँ खान्छौँ। यहाँ चाहिँ हाम्रो द एन्ड of this video. Thank you guys.